चाहिँ बसको टिकट जस्तो हामी ट्राभल गर्दा टिकट छ भने टिकटमा स्क्यान गरेर टोइलेट जानुपर्ने रहेछ, 50 पैसा तिर्नुपर्ने रहेछ है गाइजहरू। यो चाहिँ मैले आज थाहा पाएको, फेरि पहिला थाहा थिएन। कोही थाहा भएको साथीहरू छ भने थाहा छ भन्नु होला, थाहा नभएको साथीहरू छ भने ओहो तपाईँहरूलाई काम लाग्नसक्छ है। जस्तो मानव गोरेन्टेबाट मानव तपाईँ काहीँ ब्रागा जाँदै हुनुहुन्छ, पोर्तो जाँदै हुनुहुन्छ, कहीँ जाँदै हुनुहुन्छ भने गाइजहरू कतिलाई थाहा हुँदैन, तपाईँहरूले चाहिँ ट्याक्क त्यो टिकट स्क्यान गरेर पैसा तिर्नु नपर्ने रहेछ। हामीले यहाँ पहिला थुप्रो पैसा तिर्दै टोइलेट गएका थियौँ, अहिले चाहिँ मैले आज थाहा पाएँ है गाइजहरू। टिकट भएका साथीहरूले ज्याट होइन त दाइ, टिकट भएका साथीहरूले स्क्यान गर्दै टोइलेट जान पाउने यो सिस्टम थाहा थिएन। यहाँ 2-3 घन्टा बस्दा 4 चोटि पैसा तिर्नु पर्थ्यो हो कि यो मैले आज अघि पत्ता लगाएको ल है त गाइजहरू। 160 तिर्नु पर्थ्यो, एकचोटिको 160 को पिसा फेरिन्थ्यो, अहिले बच्यो होइन। यो त यो नयाँ टेक्निक अबलाई थाहा भयो नि तपाईँले ट्राभल गरेर। भरेसम्म जित्न बस्नु तपाईँ, पर्सि आएर फेरि भोलि आएर उता जाने बेला नि त्यही टिकट देखाउने फ्याट्ट पार्ने। त्यो आइडिया, नयाँ आइडिया आयो, थाहा थिएन यार।